तपाईले यहाँ 60,000 घुस लिएर कर्मचारीले बुझाउने तपाईको यो मालपत तपाईले चलाउनुहुन्छ। निकाल्नुस् त 60,000 कहाँ छ निकाल्नुस् त पहिला। पक्नुस् है सर। पक्नुस् न पक्नुस्। एकछिन पक्नुस् न। ओ हेलो सर। ल्याउनुस् त पैसा ल्याउनुस् त। त्यो अब जे गरे पनि हजुरलाई चाहिँ त्यो बिचौलिया तपाईको कार्यकक्षमा फाइल लिएर आउँछन्, त्यसपछि पैसाको निर्धारण हुन्छ, कति पैसा माग्ने भनेर, कति पैसा बाँड्ने भनेर। तपाईँ यहाँ हाकिम भएर बस्नु भएको छ, हाकिम हुम भन्नुहुन्छ। अलिकति ख्याल गर्नुहोस् जिम्मेवारीको। झुट बोल्ने हुनुहुन्छ। के झुट बोल्ने? अब 60,000 जति लाग्ने भयो सबै गरेर होइन। कसलाई कतिजनाले खाने हो र तपाईँ 7 बजेबाट काम गरिरहेको छु। अनि त्यसपछि आएनन् तपाईँसँग। पख्नुहोस् न पख्नुहोस्। तपाईँलाई सोधिरहेको छु कि आरोप झुटो हो भने तपाईँले भन्न पाउनुहुन्छ। एकछिन पख्नुहोस्। तपाईँ यो तपाईँ हाकिम साहब 50-60,000 खर्च हुन्छ। खाने बेलामा बाँडेर खाने, अहिले समस्या आएपछि उसलाई देखाउने। उहाँहरूको पैसा लिएर जानुहुन्छ। मिडियाको मान्छे भयो भने तपाईँले मात्रै कुरो गर्ने त होइन नि, हामीले पनि बुझ्नु पर्यो नि त। यहाँ के भइरहेछ त्यो कुरो थाहा पाउनु पर्छ पर्दैन हामीले। त्यो कुरो थाहा पाउनु पर्यो कि हामीले। तपाईँले रक्सी खानु भएको छ? खानु भएको छ। आपसी सेवन गरेर कार्यालयमा प्रवेश गरेर कोही पठाउनै पर्दैन, म आफै जान्छु। मैले त यहाँ समस्या अब त्यहाँ मानेको थिएन के अरे बोल मैले मनाएर गराएको छु है। त्यही पनि मानेको थिएन। अब तपाईँहरू हल्ला हल्ला नगरिकन काम गर्ने हो। अब बाहिर हल्ला हल्ला गऱ्यो भने त्यही पनि काम गर्नु। पैसा लिएर हिँड्नुहोस् है। पैसा लिनु भएको छ? हाकिम देखन तल पिउनेसम्म लेखापढी गर्ने बिचौलियासम्म सेटिङ रहेछ। एउटै जालो रहेछ सर। अब हामीले तपाईँलाई टोटल्ली रूपमा चाहिँ हामीले काम गर्ने नै हो भनेदेखि हामी 60,000 रुपियाँमा हामी तपाईँको सबै 60,000 त्यहाँ बढेपछि आज फटाफट 1.5 घन्टामा काम सकियो। यो के भइरहेछ? कार्यालयपट्टि गरेको हिलो छ्याप्ने काम हो त्यो। तपाईँहरूको मिली भगतमा बाँडचुँड भएर काम हुन्छ। काम त गरियो होला, त्यो बाहेक अरू केही पनि थाहा छैन। सोध्न पनि छोड्नुहुन्न। सोध्यो भने त मेरो पोल खोलिदिन्छ जस्तो भयो क्या यहाँ त। यसलाई मैले सोधेँ भने मेरै पोल खोल्छ भने जस्तो भयो। अडियो भिडियो देखाएँ मैले, पैसा बुझाएको अडियो उहाँसँग घरमा छ। पैसा कहाँ छ? जसरी भयो नि फिर्ता पाउनुहुन्छ अब सिद्धि। केही गर्न सकिँदैन, बोल्न पनि सकिँदैन। नगर्नुहोस् न, अनुरोध गर्ने हो, अरू गर्न सक्दैन। गण्डकी छड्के विथ अपिल त्रिपाठीको साथमा मेरो विश्वास सधैँ नेपाल फर्निचर, ढुक्क वर्षौंलाई। परम्परा आयुर्वेदिक औषधालय, दीर्घरोग उपचार केन्द्र, नयाँ बानेश्वर।